हेलो वेलकम ब्याक टु अनदर भिडियो। भोलि गइरहेको चाहिँ हामी अब के गर्ने भन्दाखेरि आज हामी टिम ग्राउन्डको अवस्था के छ कस्तो छ भनेर आज बुझ्न लाग्दैछौँ है। हाम्रो क्यामेराम्यान दर्शन अब हामी चाहिँ यताबाट यो बाटो त्यहाँ है यस्तो जाने हो हामी चाहिँ ल है त हामी यहाँ आइपुगेको छौँ टियु इन्टरनेसनल ग्राउन्ड हेर्न सक्नुहुन्छ। ल है त टियु ग्राउन्डको ताजा अवस्था चाहिँ यही हो होइन। ग्राउन्ड एकदम हरियो देखेको छ है हेर्न सक्नुहुन्छ। हाम्रो प्याराफिटहरू चाहिँ यता बन्छ यसरी। अहिले चाहिँ 15,000 क्यापेसिटी बन्ने भनेको छ। हाम्रो डिजिटल स्क्रिन यो भइहाल्यो पहिला हालेको, यो चाहिँ नभत्काउने रे होइन। अब हाम्रो प्याराफिटहरू चाहिँ यही बन्ने हो, यो पट्टि अनि त्यो पट्टि, यो पट्टि अनि यो यति पार्टमा प्याराफिट बन्ने यहाँ यसरी। अहिले चाहिँ एकदम ठुलो भएर चाहिँ यार ग्राउन्ड त। हेर्न सक्नुहुन्छ यही हो है हाम्रो टियु ग्राउन्ड। अहिलेको अपडेट यही हो। घाँस चाहिँ एकदम बबाल हरियो छ, अहिले पनि ख्याल राखेको छ ग्रासको नि एकदम राम्रो तरिकाले। यहाँ चाहिँ दुईजना नेपालको जर्सी लाएको हुनुहुन्छ, हाम्रो चिन्न सकिएन, गाह्रो पऱ्यो है। तर त्यहाँ हुनुहुन्छ, यहाँ काम धमाधम भइरहेको छ एकदम। यही हो, अब छिटो बनोस् है हाम्रो टियु ग्राउन्ड। अनि अब पहिला घाँसमा बसेर हेरिन्थ्यो, अब अहिले चाहिँ अब प्याराफिटमा बसेर हेर्न पाइयोस् छिटै। हामी सबै नेपालीहरू प्याराफिटमा बसेर हेर्न पाइयोस् हामी, त्यही हो। एकदम ठुलो पहल छ है यहाँ चाहिँ। यो त फ्लड लाइटको होला है, त्यस्तै लाग्छ मलाई फ्लड लाइट काट्नलाई। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ काम पनि एकदम धमाधम भइरहेको छ, रडहरूको कामहरू। अनि यता पनि त ढलानहरू भइरहेको छ। अहिले एउटा फाउन्डेसन बनाउन लागेको छ। जे होस्, फाउन्डेसन भइसकेपछि त्यहाँ माथिबाट स्टेयरहरू हाल्ने होला सिटिङको लागि। पहिला फाउन्डेसनको काम चाहिँ एकदम राम्रोसँग होस्, त्यही भन्न चाहन्छु। ल है त ल यता पनि काम हुँदैछ मस्तले, खनखानहरू यता पनि भएको छ है हाम्रो टियु ग्राउन्डको। हेर्न सक्नुहुन्छ यस्तो छ अवस्था।
बेसहरू चाहिँ बल्ल बल्ल बनिसकेको छ है। अब यहाँ बाँकी काम हुन बाँकी छ। यो टाइममा चाहिँ पुरा हुन्छ जस्तो चाहिँ लागेन मलाई। 1-2 महिना चाहिँ तलमाथि हुनसक्छ जस्तो लाग्यो मलाई चाहिँ। जे होस् तर बनोस् हाम्रो ट्यु ग्राउन्ड, त्यही भन्न चाहन्छु। ल है त हेर्न सक्नुहुन्छ ट्यु ग्राउन्ड बनाउनको लागि एकदम धेरै डोजरहरू पनि स्ट्यान्ड बाई राखेको छ है। यता पनि छ, यता पनि काम भइरहेको छ अगाडिपट्टि। हामी जाँदैछौँ। यता पनि काम भइरहेको छ है हाम्रो। ल हाम्रो ट्यु ग्राउन्डको अपडेट यही हो होइन। यहाँ काम भइरहेको छ अझै, हेर्न सक्नुहुन्छ। ल है त अब हामी चाहिँ फर्किन लागेको हो। अब होप छिटै यो ग्राउन्ड बनेको देख्न पाइयोस्, त्यही भन्न चाहन्छु। ल भिडियो मन पर्यो भने चाहिँ यसो लाइक सेयर सब्सक्राइब हानिदिनु होला होइन। ल हामी अर्को भिडियोमा भेट्ने नै छौँ। त्यति बेलासम्मको लागि हस्त बाइ।